म्याटमा ग्लुट ब्रिज गर्नको लागि पहिला हामी म्याटमा यसरी सुत्छौँ है। सो नर्मली यसरी भुइँमा ले डाउन गरेपछि चाहिँ हामीले खुट्टालाई चाहिँ धेरै फाट्ने या धेरै क्लोज राख्ने गर्न खोज्नुहुन्न। धेरै क्लोज राखेर गऱ्यो भने हामीलाई क्वाड्समा फिल हुन्छ, धेरै टाढा राखेर गऱ्यो भने हामीलाई कता फिल हुन्छ, ह्यामस्ट्रिङतिर फिल हुन्छ। सो इफ हजुरलाई ग्लुट्समा फिल गराउनु छ भने चाहिँ हजुरले चाहिँ हात टोजले चाहिँ तपाईँको हिललाई यसरी टच गर्नुपर्ने हुन्छ डिस्टेन्स मिलाउँदाखेरि। र अब के गर्छौँ हामी चिनलाई यसरी माथि नराखेर चिन डाउन गर्छौँ है। सिलिङमा सिधा हेरि नै रहेको छौँ हामी। अब के गर्छौँ पेटलाई भित्रै राख्छौँ, पेटलाई माथि यसरी फुलाउन खोज्दैनौँ है। पेटलाई त्यसरी फुलाउन नखोजेर पेटलाई भित्रै राख्छौँ र ग्लुट्सलाई चाहिँ हामी स्क्विज गर्न खोज्छौँ माथि। यसरी माथि ग्लुट्स स्क्विज गर्यो, मैले पेटलाई भित्र राखेको छु, पेटलाई यसरी फुलाउन खोजेको छैन, पेट भित्र छ, ग्लुट्स स्क्विज गर्यो, कन्ट्रोलमा तल जान्छौँ अनि फेरि स्क्विज 1 2 3 4 5 काउन्ट होल्ड, कन्ट्रोलमा डाउन। माथि जाँदाखेरि हल्का निज बाहिर एन्ड डाउन, यत्तिकै स्क्विज एन्ड डाउन, कन्ट्रोलमा स्क्विज होल्ड 1 2 3 4 5 एन्ड बिस्तारै डाउन। तर भुइँ छुनु भएन है, जस्ट हावामै हुनु पर्यो, यत्तिकै मुभमेन्ट गर्ने।